फेसबुक दर्ता हुन नमानेको होइन, उनीहरूले जुन आफ्नो पोलिसीमा जुन पुरै जनताको मुख बन्द गर्ने खालको जुन पोलिसी छ, एकदम स्वतन्त्रताको हनन गर्ने खालको पोलिसी उनीहरूले बनाएको छ। बारेमा बोल्न कसैको विषय लेख्न त्यो सबै नियमन गरेर त्यो पोस्टहरू डिलिट गर्ने त्यसलाई कटिसक्यो। जुन सामान्य अब मिमहरू बनाउनलाई नि उनीहरूले समातेर अहिलेको पावरफुल सोर्स अफ इन्फर्मेसन होइन, एउटा भोट चेन्जिङ पावर चाहिँ सोसियल मिडियाले बोकेको छ। र यो सबभन्दा डर चाहिँ काँपेको चाहिँ फेरि एमाले मात्र छ क्या, अरूलाई डर छैन यो विषयमा। किनभनेदेखि अरूको केही हुनेवाला छैन 84 क्या। अनि यिनीहरूको शर्तहरू जुन यो नियमहरू यिनीहरूले अरूहरूलाई पनि छ हल्का त्यस्तो तेरे यसैले के नै गरिहाल्छ, उनीहरू त्यति अगाडि नै छैन क्या। उनीहरूकोमा अलि त्यो के नै गर्ला यस्तो भन्ने टाइपको छ। तर 84 को प्लानमा चाहिँ यिनीहरूको के पर्छ भनेदेखि फेसबुकलाई अथवा इन्स्टाग्राम जुन भिडियो स्पेसली फेसबुक, किनभनेदेखि गाउँ गाउँमा हात हातमा घर घरमा बुढा बुढा बच्चा बच्चादेखि सबको हातमा फेसबुक, केही न्युज आयो कि सबले हेरि नै हाल्छ, सबकोमा गइ नै हाल्छ। त्यसले गर्दाखेरि भोटमा एकदम असर परिरहेछ। अब झन् यो राजाको यताउता अहिले आइरहेको जुन राजतन्त्रको विषयमा यस्तो झन् छिटो त्यो माइन्ड चेन्ज अप हुनसक्ने, यसले ठुलो इम्प्याक्ट पनि पर्छ क्या भोटमा। अनि यिनीहरूको प्लान चाहिँ के थियो भनेदेखि पुरै कब्जामा लिने फेसबुक अफिस यहाँ भएपछि फलानुको विषयमा यिनीहरूको त त्यो देखि नै सक्यो। जुन सामान्य अब मिमहरू बनाउनलाई नि यिनीहरूले समातेर केरकार गर्ने काम, जेल हालिदिने काम, त्यो एकदम त्यो तुच्छ काम हो कि नेपालको लागि छुट्टै ल, अर्को देशको लागि छुट्टै ल बनाउनु मिल्दैन। मैले यो विषयमा लेखेको थिएँ क्या, त्यो एउटा त्यो त्यति कुरालाई पनि लाइटली लिन सक्ने कुराहरूमा। अब फेरि फेसबुकको के हुन्छ भनेदेखि यो इन्टरनेसनल्ली ल हुन्छ कि नेपालको लागि छुट्टै ल, अर्को देशको लागि छुट्टै ल बनाउनु मिल्दैन। मैले यो विषयमा लेखेको थिएँ कि अब फेसबुकको जुन एउटा फेसबुक भनेको एउटा सोसियल मिडिया प्लेटफर्म हो, उसले अमेरिकाको है फेरि एक त त्यसमा अमेरिकाको भएपछि स्वतन्त्रताको कुरा हुन्छ होइन। त्यही स्वतन्त्रताको कुरा हुँदाखेरि इलन मस्कले एक्स किनेर लु त्यहाँ अलिअलि फेसबुकले पनि त्यसलाई बाध्य भएर एक्स किनेको थियो उसले पुरै फ्रिडम दिनको लागि हो। अनि त्यही अनुसार ऊ अहिले चलिरहेछ। अहिले उसको ग्रक एआई पनि त्यही फ्रिडममा छ। अब अरूले अझै बाँधिरहेको हुन्छ मान्छेलाई च्याट गर्न, अब उसको सेन्सुअल कुराहरू पनि एआईसँग गर्न मिल्ने भन्ने त्यस्तो कुराहरूले गर्दाखेरि फ्रिडमतिर बढी यो सोसियल मिडियाहरू चल्ने गर्छ होइन। नेपालमा चाहिँ के गर्छ, स्वतन्त्रतालाई वाक स्वतन्त्र भयो, अब लेखाइ स्वतन्त्रता, अब केही बोल्नै नपाइने, लेख्न नपाइने, कसैको विषयमा लेख्न, त्यो सबै नियमन गरेर त्यो पोस्टहरू डिलिट गर्ने, त्यसलाई कन्ट्रोल गर्ने। जस्तै केपी ओलीको विषयमा के आयो भने त्यसलाई पुरै रोक्ने होइन, त्यो विषयमा त्यो चर्चै हुन दिन्थ्यो होइन। पुरै अब के हुन्छ त्यो सिस्टममा डाउन गर्ने के, जस्तै किबोर्डहरू स्टक गराउने होइन, यो सम्बन्धी चर्चा भइरहेको नि त्यो भिडियोहरूलाई प्रमोट नगर्ने, मतलब फैलिन नदिने, त्यसलाई रेस्ट्रिक्सनमा राख्ने हो। त्यस्तो कुराहरू म्यानेज गर्नको लागि यिनीहरूले फुल प्लान गरेको थियो। अब ठ्याक्कै के भनेदेखि अब अमेरिकाले अब जसले नियमन गर्ने यताउता गर्ने कुरामा जसको बढी होस् उसको भिसा रोकिदियो भने न्युज आएको छैन। भिसा रोक्नु आफ्नो ठाउँमा छ, तर सोसियल मिडिया चाहिँ अब विपक्षी दलले अब रासोपा भयो अथवा राप्रपा भयो, यिनीहरूले चाहिँ फेसबुक र इन्स्टाग्राम चाहिँ एकदम मजाले युज गर्न सक्ने भने यिनीहरूले भोट चेन्जिङ पावर छ। तर यिनीहरूले रासोपाले तय गरेर राप्रपाका चाहिँ मान्छेहरू त्यति चाहिँ यसमा इन्भल्भ छैनन्। तर पावर, मार्केटिङ पावर चाहिँ पोलिटिकल मार्केटिङ पावर पनि यसले दिन सक्छ मान्छेलाई। यो चाहिँ एकदम विचार गर्नुपर्छ। त्यही भएर सोसियल मिडियालाई बाँध्ने काम गर्ने हुँदाखेरि अब विदेशीले चाहिँ हेर्ने नजरिया फरक परि नै हाल्छ। अब गणतान्त्रिक देशमा पनि यस्तो भन्ने कुरा भिन्दै हुन्छ। जुन चाहिँ यिनीहरू सफल भइराखेन, फेसबुकले मानिराखेन, तिनीहरूको त्यो नमाने, फेसबुक दर्ता हुन नमानेको होइन, उनीहरूले जुन आफ्नो पोलिसीमा जुन पुरै जनताको मुख बन्द गर्ने खालको जुन पोलिसी छ, एकदम स्वतन्त्रताको हनन गर्ने खालको पोलिसी उनीहरूले बनाएका छन्। नियमहरू यस्तो गर्न पाइने, उसो गर्न नपाइने। सोसियल मिडियाको अलरेडी ल छ नि त, गाइडलाइन छ, कम्युनिटी गाइडलाइन छ, के हाल्न पाइने, के हाल्न पाइने सब कुरा छ। त्यो हेरेर काम हुन्छ। तर उनीहरू आफ्नै हिसाबले एमालेको बारेमा बोल्न पाउने, काङ्ग्रेसको बारेमा बोल्न पाउने, त्यस्तो यस्तो कुराहरू लगभग इन्डाइरेक्टली त्यस्तै छ त्यो कुराहरूमा। त्यही भएर यिनीहरू यो काम सफल भएन र फाइनली अमेरिकाले भिसा रद्द गरिदिने भन्ने कुरा गर्यो। सम भेरी गुड, त्यही भन्न चाहन्छु। थ्याङ्क यू।